हेलो साथीहरू, सबैजनालाई स्वागत छ मेरो नयाँ भिडियोमा। सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म नि सन्चै छु साथीहरू। सबैजनालाई थाहा भयो होला मेरो पछाडिको ब्याकग्राउन्ड देखेर आज हामीहरू कहाँ छौँ भनेर। आज म दिदी साथीहरू भएर गान्तोकमा घुम्न आएको साथीहरू। गान्तोक त घुम्न आउनुपर्ने नै ठाउँ रहेछ साथीहरू, एकदम रमाइलो है। त्यहाँ आएर हामीहरू घुम्दै हिँडिरहेछौँ है। पुगेर घुम्दै कता हिँडिरहेछौँ। घुम्दै पालो आग्यो। गुरुङ ड्रेस लगाएर भिडियो फोटो खिच्ने पालो आइहाल्यो साथीहरू। म लागि भिडियोतर्फ है, टिकटक भिडियो बनाउन सुरु भइहाल्यो साथीहरू। गुरुङ ड्रेस लगाएर ल दिदी भिडियो खिच्नु भनेर दिदीलाई भिडियो खिच्न लगाएर सुरु भइहाल्यो कि भिडियो खिच्नलाई साथीहरू। रमाइलो लिली है, इन्जोय लिली भिडियोतर्फ लागेछु कि साथीहरू। मैले फर्स्ट टाइम लगाएको नि त गुरुङ ड्रेस लगाएर फर्स्ट टाइम म भिडियो बनाउँदैछु साथीहरू। त्यही भएर म एकदम एक्साइटेड छु, खुसी पनि छु है साथीहरू। कस्तो आउँछ भिडियो फोटो भन्दै अनि खुसी हुँदै भिडियो बनाउँदैछु कि साथीहरू। अनि हजुरहरू जानुभएको छ कि छैन गान्तोक है, जानुपर्ने नै ठाउँ रहेछ नि त, कति रमाइलो रहेछ। वहाँ गएपछि त एकदम छुट्टै आनन्द रहेछ कि साथीहरू। हामीहरू फोटो भिडियो लिँदैछौँ साथीहरू। वहाँ पुगेपछि त यतिको त हुनै पर्यो होइन, फोटो खिच्नु भिडियो त खिच्नै पर्यो साथीहरू। हामी 4 जना भएर गएको थियौँ नि त, अनि खुसी हुँदै फोटो खिच्छु कि म। एकदम राम्रो भएको फिल भइरहेको क्या मलाई साथीहरू। अब पालो आउँछ फेरि घोडा चढ्ने साथीहरू। घोडा चढेर म डराइन भन्दै फोटो भिडियो बनाइरहेको छु है। डर त एकदम लागिरहेको क्या मलाई कता लड्छु कि जस्तो लागिरहेको। अनि यतिको चढेपछि त फोटो भिडियो खिच्न परिहाल्यो है, अनुभव लिन परिहाल्यो घोडा चढेर। अनि घोडा चढेर फोटो भिडियो बनाउँदैछु साथीहरू। कस्तो रमाइलो भइरहेको। अब पालो आउँछ साथीहरू गान्तोकको चिया बगानतिर जाने। एकदम उकालो रहेछ है, जताततै म स्याहाँ परिरहेको कि हिँड्दै गाह्रो भए पनि ठाउँमा त पुग्नै पर्यो। यति टाढाबाट घुम्न गएपछि है साथीहरू। हिँड्दै थकै लगाइरहेको है। दिदीले के भनिराख्नु, हजुर पछि त रमाइलो भइहाल्छ नि दिदी भनिराखेँ मैले। रमाइलो भयो के भयो भन्दै सोध्नुभयो है। बोल्दै हाँस्दा हँसाएर चस्मा पनि खस्यो अनि टिपेर फेरि लगाइहाल्यो साथीहरू। हामी पुग्यौँ चिया बगानतर्फ पुगिसकेर नि यहाँ फोटो खिच्न सुरु भइसक्यो मेरो। फेरि बसेर उठेर चिया बगान हेरेर नि झर्ने बेला भयो साथीहरू। जान त गयो साथीहरू, झर्ने बेला मेरो हालत हेर्नु न, लाएको चप्पल पनि खोलेर हातमा लिइराखु। हातमा लिएछु, घरि खुट्टामा लगाएको छु। यति गाह्रो त भएन साथीहरू, तर पनि रमाइलो भइरहेको के। घुमिएकै छ। झरेर आएपछि फेरि यता सुरु भइहाल्यो फोटो खिच्नलाई। हेर्नु साथीहरू, यस्तै गरेर बित्यो हाम्रो दिन। अब साँझ पर्न लाग्यो। साँझमा फेरि नाच सुरु भयो। ल गीत बजेको है, बजेको सुनेर ल नाचौँ भनेर लाग्यो नाच्नतर्फ। जानी नजानी भए पनि ल साथीहरूले नाचौँ भनेपछि त नाच्नु परिहाल्यो साथीहरू। हामी रमाइलो गर्दै हाँस्दै है नाच्न थाल्यौँ। यसरी नै बित्यो हाम्रो आजको दिन गान्तोकमा रमाइलो गरेर। साथीहरूसँग रमाइलो गरेर यसरी बित्यो। साथीहरू हजुरहरू पनि जानुभएको छैन भने एकचोटि जानु होला। एकदम रमाइलो ठाउँ छ है, रमाइलो छ। हामी त अब गएर यसरी रमाइलो गरेर नै फर्किसक्यौँ। ल हुन्छ है त साथीहरू, आजलाई यति नै।
कस्तो लाग्छ मेरो भिडियो हेरेर लाइक कमेन्ट गरिदिनु होला है। जस्तो लाग्छ त्यस्तै कमेन्ट गरिदिनु होला है त साथीहरू। सबैजनालाई बाई। ल है त साथीहरू।